आज चाहिँ मैले टक्क बाइकको चाहिँ यो क्लचको र ब्रेकको लेभर चेन्ज गर्नु पर्यो भनेर छु होइन आफैले मैले किनेर ल्याइसकेको छु दुईवटा आफैले चेक गरौँ है त हुन्छ कि हुँदैन लेट्स चेक आउट जापानको बाइकहरूमा चाहिँ ड्राइभरहरू चाहिँ यो पछाडिको सिटको तल राखेको हुन्छ है यसरी अनि यो चाहिँ मेरो यो जापानको चाहिँ बिल्बुको होइन यो बिल्बुको मैले देखाएन प्राइभेट उसले चाहिँ यो बिल्बुक र अनि जिवाइसेकी होकेनको चाहिँ यो पछाडि प्राय बाइकहरूमा चाहिँ यो पछाडि राखिरहेको हुन्छ यहाँ है यो चाहिँ यसको चाहिँ ओरिजिनल चाहिँ घर हुन्छ सबैको यो डुप्लिकेट कपी मात्रै हो होइन यो हराए पनि केही नि हुँदैन इनकेस पुलिसहरूले देखो गाह्रो भन्ने छोप्यो गाह्रो भन्यो भने यहाँ हुन्छ प्रायले चाहिँ यहीँबाटै झिकेर देखाउँछ अनि चाहिँ यहाँ हुन्छ यस्तो राखेको हुन्छ यो बाइकमा आवश्यक पर्ने नटहरू अब केही मोडिफाईहरू गर्नु पऱ्यो के गर्नु पऱ्यो भने चाहिँ लगभग 90% उसहरू चाहिँ चाहिने चिजहरू चाहिँ सबै यसैमा राखेको हुन्छ जस्तो बाहिरबाट किन्नुपर्ने छुट्टै एक्स्ट्रा किन्नुपर्ने चाहिँ केही पनि हुँदैन क्लासको ड्राइभरदेखि लिएर माइनसको भयो होइन यो भयो अनि यो भयो ठुलोदेखि लिएर चेनसम्मको लागि पनि काम गर्छ यो भयो होइन ठिक छ यसलाई चाहिँ एकचाल नलगाउँ यतिकै राखौँ यति भएपछि चाहिँ यो बाइक किन्दा अलरेडी बाइकसँगै आएको थियो सेकेन्ड ह्यान्ड बाइकहरूमा चाहिँ नहुन सक्छ मैले चाहिँ यो नयाँ बाइक किनेको भएको कारणले चाहिँ भएको तर हुन्छ होला सेकेन्ड ह्यान्ड बाइकमा पनि एउटा साथकोमा चाहिँ थिएन ओके अब चाहिँ खोलेर मैले दुईवटा खोल्छु अनि पछि देखाउँछु फर्स्ट अफ अल चाहिँ मैले चाहिँ यो ब्रेकको चाहिँ चेन्ज गर्छु होइन दुईवटा चाहिँ क्लचको पनि छ मैले सेटमा किनेको छु दुईवटा यो दुईवटालाई चाहिँ 14,000 समथिङ परेको छ एउटालाई चाहिँ 7,000 परेको छ गोल्ड कलरमा छ यो कलर चाहिँ 7वटा कलर थियो मैले चाहिँ गोल्ड कलर बाइक ब्ल्याक कलर भएको कारणले गर्दा यो सिल्भर चाहिँ अलरेडी थियो यो चाहिँ यसैको हो त्यही भएर है ल अब यो चाहिँ कति 10को छ होइन 8 र 10को छ यहाँ चाहिँ 10को फिट हुँदो रहेछ पहिला चाहिँ मैले ब्रेकको चाहिँ युज गर्छु एकछिन वेट फाइनल्ली मैले नट खोलिसकेको छु होइन यो बाहिर आयो यो नट भयो होइन यो यति सजिलै आउँछ क्या यसमा चाहिँ केही तारहरू लगाएको चाहिँ हुँदैन यो चाहिँ जस्ट यति न हो क्या जस्ट यत्तिकै भरमा आउँछ यो हुने भनेको केही पनि हुँदैन यति हो अनि यहाँ नटले चाहिँ उस गरे हुन्छ त्यही भएर चाहिँ अब आफूलेहरू चाहिँ गराउँदा चाहिँ अब होइन अब ब्रेक भन्ने चिजहरू चाहिँ एकदमै इम्पोर्टेन्ट चिज हो नि त अलि मनमा चाहिँ अलि ढुकढुक हुने अलि उस हुने चाहिँ हुन्छ तर त्यस्तो चाहिँ केही नै हुँदैन क्या एकदमै यो चाहिँ 2021 मोडल पनि हो पुरानो मोडलहरू अलि अप्ठ्यारो पनि होला होइन थाहा भएन आजभोलिको लेटेस्ट मोडलहरू चाहिँ युट्युब हेरेर आफैले बुकहरू हुन्छ होइन बुकहरू हेरेर पनि चाहिँ चेन्ज गर्न सकिन्छ त्यस्तो केही पनि हुँदैन इजिली गर्न सकिन्छ त्यो वर्कसपहरूमा चाहिँ 3,000-3,500 खर्च गर्नुपर्ने जरुरतै छैन बरु 3,000-3,500 भन्दा अरू केही मोडिफाई गरे हुन्छ ओके अब यो चाहिँ पुरानो हो होइन यो चाहिँ लङमा पनि छ मैले अब ल्याएको चाहिँ चेन्ज गरेपछि सर्टमा लङको त किनकि मैले 8,000 किलोमिटर कुदाइसकेको एक्सपिरियन्स भइसक्यो होइन अब मैले चाहिँ सर्टमा चाहिँ चेक गर्छु भनेर चाहिँ मैले सर्टमा ल्याएको छु होइन चाहिँ केही पनि हुँदैन क्या जस्ट अब नटहरू चाहिँ अलरेडी पहिलाकै हुन्छ पुरानै नटहरू सेभ गर्ने हो त्यो र योमा चाहिँ धेरै नै डिफरेन्ट छ होइन यसमा चाहिँ अब उस अनुसार पनि के भन्छ आफ्नो औँला अनुसार लामो छोटो पनि गराउनु मिल्छ र गोल्ड कलर पनि छ सर्ट पनि छ होइन पहिला यो हालौँ न यो हाल्दा अब यसको चाहिँ लगभग यो बराबरमै आउँछ ह्यान्डल बराबरमै आउँछ अनि यो चाहिँ सर्टमा हो होइन त्यही भएर चाहिँ एकदमै सर्ट छ क्या यो चाहिँ ओके अहिले अब यस्तो हुन्छ होइन अब मैले चाहिँ यसलाई चाहिँ फिट गरेर हेर्छु है ओके फाइनल्ली चाहिँ ह्यान्ड ब्रेकको चाहिँ यो चाहिँ कम्प्लिट भइसक्यो होइन नटहरू पनि एकदम तरिकाले बस्यो त्यस्तो इजी लागेन मलाई एकदमै नर्मल रूपमा चाहिँ चेन्ज गर्न सकिँदो रहेछ होइन लुक चाहिँ बवाल देखिँदो रहेछ ओके अब लेफ्टको होइन राइटको हामीले चाहिँ अलरेडी झिकिसक्यो लेफ्टको झिक्नको लागि चाहिँ यो यामाहाको चाहिँ यो तलको मैले एउटा तार झिकेको छु होइन त्यो नट खोल्न नमिलेको कारणले गर्दा अब यसको चाहिँ लेफ्टको चाहिँ हल्का उस अप्ठ्यारो भएको चाहिँ यो क्लोजको तार हुन्छ होइन तारलाई निकालेर त्यो उसमा चाहिँ फिट गर्नुपर्ने हुन्छ यहाँ तार देखिएको छ होइन यो भागलाई चाहिँ यो काटिएको भाग र यो भाग चाहिँ यहाँ यसको नि काटिएको भाग छ यो काटिएको भाग र यो काटिएको भागलाई मिलाउने अनि यहाँबाट यो थुत्ने अनि अर्काको यो भागमा हाल्ने मात्रै हो है काम भन्दा चाहिँ मैले चाहिँ यो पुरानो चाहिँ झिकेर यहाँभित्र चाहिँ यो हुन्छ होइन
झिकेर चाहिँ मैले चाहिँ नयाँ सेट गरिसकेको हो। यो चाहिँ कस्तो हुन्छ भने यो तारलाई चाहिँ झिक्ने हो होइन, झिक्दा चाहिँ मलाई चाहिँ अलि नमिलेर चाहिँ हातले अलिक जबरजस्ती यो युज गरेर झिकेँ हो माइनस ड्राइभर। अब चाहिँ त्यस्तो उस छैन। अब यो यसको चाहिँ यो पहिला पुरानोको पनि चाहिँ नयाँमा मेरोमा चाहिँ आएको थिएन होइन, आउनेहरू पनि हुन्छ होला। त्यो पुरानाको झिकेर हाल्दैछु। त्यहाँबाट मलाई चाहिँ अहिले ग्रिस चाहिँ नभएको कारणले चाहिँ मैले चाहिँ ग्रिस विदाउट ग्रिसै युज गरिदिनु लागेको मैले। ओके मैले अब सेट गर्छु है यसलाई।